चल तिमी छ कुनाको तिमी छ ओ गतिले पो छ त अनि ओ त्यो यसको गरे ओ कहाँ छ ती छ हौ कि कहाँ सुलसुल गर्दैछ ठुलो है नजानु अहिले फेरि कहाँ छ के बितेको ती झोला हैन हरायो यता हजुर यो ओछ्यानतिर चढिसक्यो होला माथि बिस्तारै हटाउनु त बिस्तारै हटाउनु अहिले फुत्तै निस्किन्छ र अनि फेरि के बनाएको टस चाहिँ त्यसो गर्नु नि अन्त त्यहाँ हो त्यो पर्दाको माथि टाउकोतिर ठीक आन्टी सुत्नाखेरि ओछ्यानमा सुलसुल आउँदै थियो त्यो अर्कोपट्टि चाहिँ आयुष अनि ठीक आन्टी सुमन कहाँ छिरो त ओइ हो त्यो पर्दा तान्नु न ठोकेको पर्दा टाउको हो त्यो ठुलो त्यो सामानले दिने हो त्यसले दिएको छैन निकाल्न यता चाहिँ हेरौँ न सुरुमा भन्ने कुरो यता चाहिँ सबैतिर हेरौ त्यहाँ मुसा यसरी त्यहाँ देखा त गरे ठुलो बनाएर होइन त्यो म त गुरुबाट हेर्दा दुलो छ नि त छैन भन्छ सु खै छ यहाँले त्यो दुलो त अनि गाईको दुलो हो नि त त्यो मुसाले खोलेर यो डन्ठा तान्नु न त्यो यो झ्याक्ने ठुलो बना न उ त्यसो गर्नु न एक यहाँ त छैन त अनि छ नि उ त्यहाँ दुलो पारेर हेर्न अब यो अहिले चाहिँ हान्नु के त्यसलाई सोमाएर धुपाल्न राख्ने कुरो हुन्छ त भोज ल्याएको छैन यो रिता भाउजू घर आउनु पर्छ रुजा लागिदिएर मलाई पनि हाततिर आइसक्यो होइन हो यो दुईटा खाका बरु यहाँबाट उठा त के यहाँबाट उठा एउटा भोजदी ल्याएर तान न भन्छु कि किन भोजोले हातले काप्याको या ठुलो मलाई फेरि के दर्द हेर्नुहुन्छ त्यही त के हो भन्छु यहाँ आइज के आइज भन्नु त के हो स्वर बजाउनु पर्दैन त्यही त के हो भन्छु म धर्ना गर्दैछु चिच्याको सुने अनि के फेरि सुने फेरि आइस कुदेको आएको देखेँ फेरि अब निस्किन्छ यता उता कुद्दै हुँदो रहेछ छैन यहाँ मैले अघि हेरिसकेँ यतापट्टि अब ए रछ छ खोइ छिरो यता छ करेन्ट सर्भर म हेरिबस्छु छ मैले देखेँ क्या कालो सर्भर रहेछ तपाईँ त्यहाँ हेर्नु म यहाँ हेर्छु हेरेर के गर्नु झ्याक्ने होइन यता कहाँदेखि छिरेको त्यहीँदेखि निस्किन्छ नि त यता निस्क्यो भने त होइन त्यहीँबाट निस्किन्छ भाइ निस्क्यो भने रछ हो यहीँभित्र छ यो कुनामा छ ल अब ट्याक्कै यही कुनामा छ अघि त्यहाँबाट मैले यता कुदे गरेको देखेँ क्या हो तपाईँलाई किन नाप्नु अब यस्तो बेलामा यत्रो बेला लगाएर थिएँ मैले कालो खालको छ क्या भाइ पाटे यस्तो देखेँ मैले झलक्कै त्यो प्लाई उठ्दा चाहिँ हान्नु है म त हान्दिनँ म पनि त हान्दिनँ नि ए हान्दिनँ हेट हान्दिनँ म त म पनि हान्दिनँ लगाइदिनु त्यसो भए अब यो हटाउ न के लिएर आएको त्यो छैन अरू अन्त राम खोले पकाउन आँटेको है हो त्यसले चाहिँ हान्नु ल कसले हान्छ म त हान्दिनँ यो हटाउ न यो अहिले छोडिदिनु ओपी आउँछ साँच्चै के कृपेश भाइलाई त्यत्रो टाढाबाट ओपी घरमा आउँदै आउँदै हाम्रो गाउँको लेजेन्ड हो नि अनलाइन नै होला नि त के गर्छ र यहाँ कोठामा लु आइज न छिटो होइन लु 2 मिनटमा आइज त यो आउँछ ओपी आउँछ नि त ओपी आइज न यहाँ के हो यार लिएरै आइस यहाँ हामीले यहाँ पनि बोकेर बसेको छ बोक्न चाहिँ कि खोइ कुनो कालो छ किन हौ लाटिन्छ उपिले पक्रेर लगाएर फुइकाइन्छ होइन दौडिँदै आएको
यहाँ भित्र छ यो मैले निकालेको यसको भित्र छ क्या खोल न मेरो कति खोल न पहिले यहाँ मलाई उठा भन्छ गयो घाटाले उठाउनु न एउटा कस्तो छ सर्प चाहिँ सानो छ गतिले पो छ त अनि ठुलो छ गतिलै रहेछ सर्प त यतै आउँदैछ हामीतिरै रामेकनाथ लामो यता निस्किँदैछ कता कता निक्ल्यो हेरे कत्रो छ माल चाहिँ माल गतिलो छ निस्किनाटो निस्किनाटो त्यता निस्किनाटो दुलोबाट यतै आउँदैछ नगर ओपी नगर म प्लाई निकालिदिनेछु ल गोमन हो छोट छोट मार्नु हुँदैन क्या यो हाल्नु हौ मार्नु अलिक हुँदा तड्पिन्छ त्यहाँ दुलो रहेछ नि त यहाँबाट निस्कियो हाल्न त्यसलाई हाल्न यहाँ निस्किँदैछौ हाल्न ला बिचका यार निस्कियो लड्छ त यहाँ यो कसो यता घर निकालिदिनु कि ठेल्नु ए निकाल्दैन खोइ गोमन भन्दैछ अनि मलाई डर लाग्दैन मुला राम्रो भेटेछ या के आन्द्रा यो निकाल्दा त्यो तान छैन सर्प कहाँतिर आएर यहाँ छ छैन त्यहाँ यहाँ छ हौ छ निकाल्दै यो यसले निक्लिन दिएन नि त ठुलो मम्मीको तान्द्राङले तान त त्यसलाई उतै सर्प यहाँ चाहिँ अलिक हुन्छ अरे कत्रो रहेछ हेर्नु खेल्छु कि एउटा बोक्दा कोही कहाँ छ खोइ सर्प ओए आम्मा ओए सानो छैन यार ओए ओपी ओए गोमनको बच्चा पो रहेछ साँच्ची उहाँ त ओए आम्मा चिप टाउको चिप टाउको चिप कति फुलिन्छ जिउँदै सर्प पक्रेको ओए हेर चोट्टै छोड्छ जिउँदै भन्छ अनि त्यो मुला एक ठ्याक त हान्नु पर्यो नि त ओ सानो रहन्छ नि म त चिन्नेकै थिइनँ क्या गोमन हो कि के हो नि थाहा थिएन यहाँ हाल्न टाउकोमा केही हुँदैन टाउकोमा हाल्न छेउमै आएर त्यसरी नहाल्न छेउमै आएर टाउकोमा हाल्न टाउकोमा हाल छेउमा आएर हाल्न टाउकोमा हाल टाउकोमा हाल केही गर्दैन लाटिसक्यो यो हाल्यो विधि हो क्या यो अझै टाउको तेरो विधि रहेछ मुला लाटिसक्यो हो यो साह्रो डराएको उता लैजान तेरो लटी छैन त उयो खालको त्यो सर्प मार्न कि झुल टाङ्ने लटी लिएर आज खोपीले यो पहिलाको झुल टाङ्ने हो सुनिल दाइ